डिस्टर्ब गरेँ एकछिनमा फेरि यहाँ जानु गणेशको स्थापना हुन्छ यहाँनिर गणेशको स्थापनाको लागि चाहिँ जनै हुन्छ बिचमा चाहिँ सुपारी यो गणेश गणेशाय नमः ओम गणेशाय नमः ओम गणेशाय नमः चट्टै यहाँ मन्त्र लेखेर ल्याएको छु कि मैले कलशको पूजा गर्ने यो गणेशको मन्त्रको लागि चाहिँ यहाँ कलश छ गणेशाय नमः गणेशाय नमः तल कति मजा आएको छ टोलटाले सबै स्वाइते ओम गणेशाय नमः 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 लाइटर कहाँ फाल्यो मैले ओम दियो बल्दा मन्त्र गणेश शुभ भवन्तु कल्याणम् आरोग्य शङ्खं पदं धनस्य पदं पदः भूमि मम बुद्धि प्रकाश बुद्धिव ज्योति ओम ओम काश्य पश्चिम ओम नमो नमः नमो नमः नमो नमः ओम नमः नमो नमः ओम नमो नमः कलश 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 ओम नमो नमः ओम नमो नमः बनाए मुझे कलश संस्कृति पूजा कंठे मुद्रित मूल तस्थित ब्रह्म मध्य मात्र की स्मृति यथार्थ कलशमा भएको सम्पूर्ण दर देवताहरू आज हाम्रो यस चौतारी स्थापनाको जग राखिएको छ हजुरलाई कोटि कोटि प्रणाम छ सारा दुःख शान्तिहरू सबै कुलपितृहरूको सबै पितृहरूको रक्षा गरेर उहाँहरूको उद्धारको लागि चाहिँ सबैलाई नमन गर्दछु सबैको उद्धार होस् सबैलाई सुख शान्ति रहोस् वैकुण्ठमा बास होस् सबै पितृहरूको हजुरहरूलाई सम्झेर आज यस ठाउँमा चौतारा स्थापना गरेको छौँ हजुरहरूको स्वर्गमा बास होस् भन्दै आजको यस हाम्रो चौतारा स्थापना गरेको छ सबैलाई यस ठाउँको आएर भएरहरू सबैको रक्षा होस् सबैलाई कामना गर्दै ठाउँमा सबै बाँधिदिनु पऱ्यो
नमस्ते इष्टपर प्रथमन सुखहव्य सत्यानम सुपस हस्तन झकसनम जलाधन नमस्ते नमो नमस्ते सम्पूर्ण कुलपितृहरूको स्थापना गर्दै कुलपितृहरूको उद्धारको लागि हजुरहरूलाई यस चौतारा निर्माणको लागि चाहिँ हजुरहरूले आमन्त्रण गरेको छ। यस चौताराले सबै पितृहरूको रक्षा रहोस्, उद्धार रहोस्, स्वर्गमा बास रहोस्। ओम नमो नमस्ते नमो 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 हजुरहरूको स्वर्गमा बास होस्। यो चौतारा स्थापना गरेको हजुरहरूलाई सबै कुलपितृहरूको उद्धार रहोस्। सबै पितृहरूको सबैको उद्धार रहेर सबैले स्वर्गमा बास रहोस् सबैको। तस्सम चौतारा निर्माणको लागि चाहिँ हाम्रो पितृहरूको सबैको उद्धार होस्। सबै पितृहरूले सुख शान्त भैकुण्ठमा बास होस् भन्दै आजको यस चौतारा निर्माणको जग सम्पन्न गरेका छौँ। सबै पितृहरूको उद्धार होस् भन्दै हजुरहरूले सदाबार सम्झिरहनेछौँ। पुर्दिउँ पुर ढाक त्यो बत्ती ढाकिने गरेर सबै ढाक्यो। हुन्छ ल माटो त्यो माथि हालेर पुर्दै हुन्छ। त्यस्तै पुरा भोलि खन्ने बेलामा चाहिँ यसलाई नखोतल्ने ल भयो जिजे बाजेको चौताराको उ गरेको के अरे जग राखेको त्यही भएर चाहिँ टिका लगाइदिएको है सबै हात थाप ओके मङ्गलम भगवान विष्णु मङ्गलम बुद्ध मङ्गलम मगरको पण्डित देख्यौ सानो बिहान मगरको पण्डित देख्यौ यहाँ मगरको पण्डित भगवान विष्णु मङ्गलम पुण्यकाक्षी मङ्गलम धनहरि त जाने रहेछन् के अरूले जाने